Hello, everybody. Welcome to my new blog. Hi. आज म तपाईहरुलाई नयाँ जग्गा लाने छु है गोरुबथानदेखिको एकदमै नजिक जग्गामा त्यो चाहिँ हो आई लभ अम्बियोक भ्यू पोइन्ट अनि तपाईलाई माथि फफर खेती डाँडा गाउँको अभिनय नेचुरल होमस्टेमा लाने छु। र भिडियोको लास्ट सम्म बस्नुहोस् होला। र यसरी नै यो हाम्रो गोरुबथान क्षेत्रभित्रमा पनि धेरै घुम्ने जग्गाहरू छ है। र तपाईहरु प्राय बाहिर टुरिस्टहरू जस्तै हैन बाहिरबाट आउनुहुन्छ र तपाईहरुले कतिवटा जग्गा मिस गर्नुहुन्छ, धेरै जग्गा मिस गर्नुहुन्छ है। गोरुबथानको हाम्रो धेरै छ घुम्ने जग्गाहरू र म बिस्तारै बिस्तारै एक एकवटा गर्दै कभर गर्ने छु है। र म आजको भिडियोमा म तपाईहरुलाई आई लभ अम्बियोक भ्यू पोइन्ट अनि माथि तपाईको अभिनय नेचुरल होमस्टे को त्यहाँनिरको भ्यू पोइन्टहरू देखाउने छु र लाने छु है। वाच अन्टिल एन्ड लास्ट है। र यसरी नै यो जुन चाहिँ यो मेन रोड छ, यो मेन रोड यो लाभा रोड भनेर हामी चिनिन्छौँ है। र यो रोडले थुप्रो जग्गा जोडिन्छ है, जस्तै घुम्नुको लागि या जानुभयो भने नोक डाँडा भयो है, कफेर तपाईको अनि लाभा, केलेम्पो, पेदोङ थुप्रो जग्गा जोड्ने गर्छ है। र साथैमा यो जग्गा तपाई सिक्किम पनि जान्छ है, सिक्किम पनि जोड्ने गर्छ यो रोडले। र यसरी नै र यो बाटोमा जुन चाहिँ यो तपाईले अहिले हेर्नुभयो हैन, यो अम्बियोक हामी अहिले फिलहाल अम्बियोक जाँदैछौँ र यो टी गार्डन छ यहाँनिर अम्बियोक टी गार्डन। र अम्बियोक टी गार्डन यति राम्रो जग्गा छ है। र यसमा तपाईले प्री वेडिङ सुटहरू गर्न सक्नुहुन्छ, फोटोसुट फर मेमोरीको लागि हैन, फोटोसुटहरू गर्न सक्नुहुन्छ, वेडिङ फोटोसुटहरू गर्न सक्नुहुन्छ। एकदमै राम्रो आउँछ है, एकदमै राम्रो भ्यूहरू छ है। तपाईले हेरिरहनु भएको छ है। टी गार्डन एकदमै राम्रो, पछाडि ब्याकग्राउन्ड एकदमै राम्रो आउँछ। र आजको वेदर फेरि एकदमै राम्रो सनी भएको छ है, धेरै मजाले खुलेको छ है। र यसरी नै म आज मर्निङमै गएको छु है। मर्निङमै तपाईहरुलाई राइड गरेर म तपाईहरुलाई देखाऊँ भनेर चाहिँ म निस्केको छु मर्निङमै। र एकदमै मजाको वेदर भएको छ है, घामहरू लागेर। र हेर्दै गर्नुहोस् होला। र म यहाँनिर अम्बियोक आइपुग्न आँटे है। र यसरी नै म यहाँनिर अम्बियोक आइपुगे भनौँ है। र अम्बियोकभित्र पसिसकेको छु। र फिलहाल अम्बियोकमा फेरि एउटा है बुद्ध भगवानको स्ट्याचु पनि बनाउनु भएको छ एकदमै रोडको साइडमा है। र एकदम यो टुरिस्टलाई एट्र्याक्सन गर्ने कुराहरू है यहाँनिर छ, तपाईहरु आएर भिजिट गर्नु सक्नुहुन्छ। र म तपाईहरुलाई देखाउने छु है, एकदम रोडको साइडमै छ, म तपाईहरुलाई देखाउने छु। यो टर्निङ काटेपछि तपाई राइट साइडमा भेट्नुहुन्छ है। र सानो पार्किङ स्पेस पनि छ है। र हेर्नु सक्नुहुन्छ यहाँ अलिकति कामहरू चल्दै रहेछ, गेट बनाउने कामहरू चल्दै रहेछ। हेर्नु सक्नुहुन्छ यो हाम्रो अम्बियोकको एउटा बुद्ध भगवानको मन्दिरै भनौँ है, स्ट्याच्यु
र एकदमै राम्रो छ है। तपाईहरु पनि आउन सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ है। र फेरि म त्यहाँबाट लागेँ है। त्यहाँबाट मैले राइडलाई कन्टिन्यू गरेँ। अलिकति माथि पुग्ने बित्तिकै तपाईको आई लभ अम्बियोक छ है। र त्यसकै अलिकति माथि र आई लभ अम्बियोक भ्यू पोइन्ट पनि म तपाईहरुलाई देखाउने छु है। र हेर्नुस् आइपुग्यौं हामी आई लभ अम्बियोक। वाउ ब्युटिफुल, एकदमै राम्रो, एकदमै हेर्नुस् न, ब्याकग्राउन्ड पनि यस्तो राम्रो छ है। वेदर पनि एकदमै राम्रो भएको थियो है। वाउ। र यो जग्गाहरु चाहिँ एकदमै टुरिस्टले एट्र्याक्सन गर्ने कुरोहरु है। र यो भिडियोलाई पनि तपाईहरुले शेयर गरिदिनुस् होला है, किनभने बाहिरको टुरिस्टहरुले हेरोस् हैन। हेरेर आयो भने हाम्रो टुरिस्ट आउनु भनेको नै हाम्रो अलिकति इन्कम है, हाम्रो सानो बिजनेस, स्मल बिजनेसहरुलाई धेरै उयो फाइनान्शियलीमा उयो हुन्छ है, अलिकति हेल्प हुन्छ है, अलिक ग्रोथ हुन्छ। मलाई लाग्छ है तपाईहरुले शेयर गरिदिनुहुन्छ, लाइक गरिदिनुहुन्छ है, कमेन्ट गरिदिनुहुन्छ। र सँगसँगै म फेरि तपाईहरुलाई यो चितिङ पुल तर्फ गए है। म माथि होमस्टे तर्फ गए र चितिङ पुल पनि म यहाँनिर आइपुग्न आँटेको छु है। र चितिङ पुलको फेरि कहानी अलिकति अर्कै छ है। यहाँनिर एउटा ठुलो ढुङ्गा छ है। यो ढुङ्गा चाहिँ के हो भन्दाखेरि माथि डालिमगढीबाट राजाको टाउको चाहिँ यो ढुङ्गालाई भनेर चाहिँ एउटा चिनिन्छ भनेर चाहिँ सुनेको थिएँ है। र माथिको पहिला राजाको टाउको चाहिँ काट्दाखेरि चाहिँ तपाईको यो चितिङ पुल है, चेल नदीमा आएर त्यहाँनिर झरेको थियो अरे भनेर चाहिँ बुझिन्छ हैन। यहाँनिर एकदमै ठुलो ढुङ्गा छ एउटा है। र यही हो ब्रिज चाहिँ है। र मैले यहाँनिर त्यस्तो उयो गरिनँ है, हल्का फुल्का मात्रै यता हेरेँ। र फेरि मैले राइड कन्टिन्यू गरेँ हैन। तपाईलाई फेरि हेर्नु मन छ भने मलाई कमेन्ट गर्नुहोस्, म तपाईलाई चितिङ पुलको बारेमा फेरि म तपाईलाई एकपल्ट देखाउने छु। म फेरि यहाँ माथिको अभिनय नेचुरल होमस्टेमा म आइपुगेको छु र यहाँको भ्यू पोइन्टहरु हेर्न सक्नुहुन्छ है। यहाँबाट चाहिँ तपाईको 360 भ्यू देखिन्छ है। वाउ कति राम्रो देखेको छ हेर्नुस्। कति राम्रो देखेको छ हेर्नुस् न। यहाँबाट तपाईको प्लेन्सहरु पनि देख्छ। हेर्नुस् म जुम गरिदिन्छु, हेर्नुस् न, प्लेन्सहरु पनि देख्छ है। यहाँ अघि हामी त्यहाँ तलबाट आएको। वाउ थ्याङ्क यू है, थ्याङ्क यू फर वाचिङ। फेरि भेटौँ है नेक्स्ट भिडियोमा। टिल देन बाई बाई। कमेन्ट गर्नु नबिर्सिनुहोस् होला।